ब्ल्याक सी अर्थात् काला सागरको नाम सुन्ने बित्तिकै दिमागमा यसको नाम कालो किन राखियो होला भन्ने प्रश्न उठ्छ। के यहाँको पानी साँच्चै कालो छ त? तर त्यस्तो होइन, किनकि यसको नाम काला सागर रहनुका पछाडि अन्य कारण जिम्मेवार छन्। नाम मात्रै होइन, यो समुद्र आफैमा एउटा रहस्य हो। यसमा अनगिन्ती रहस्यहरू लुकेका छन् जुन अहिलेसम्म कसैले पनि उजागर गर्न सकेको छैन। त्यहाँ पानीमुनि नदी, ठूला जहाज र 100 वर्षभन्दा पुराना शव पनि छन्, त्यो पनि आश्चर्यजनक रूपमा सुरक्षित अवस्थामा। ती सब हेर्दा लाग्छ कि उनीहरूको मृत्यु भर्खरै मात्र भएको हो। आखिर यस्तो कसरी सम्भव भयो त? दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी ब्ल्याक सी अर्थात् काला सागरको नाम कसरी रहन गयो र यो सागर अन्य सामान्य समुद्रभन्दा किन यति धेरै रहस्यले भरिएको छ भन्ने विषयमा विशेष चर्चा गर्नेछौँ। काला सागर रहस्यमय इतिहासले घेरिएको एउटा अनौठो जलक्षेत्र हो। यो समुद्र आफैमा एउटा रहस्यमय ठाउँ हो जहाँ पानीको गहिराईमा गम्भीर रहस्य र अविश्वसनीय कथा लुकेका छन्। पश्चिम युरोप र मध्य एसियाको बीचमा अवस्थित यो समुद्रले आफ्नो अनुपम भूगोल, अद्वितीय संरचना र ऐतिहासिक घटनाहरूका कारण लामो समयदेखि अन्वेषक, वैज्ञानिक र इतिहासकारहरूलाई आकर्षित गरिरहेको छ। ब्ल्याक सी पूर्वमा रुस र जर्जिया, पश्चिममा बुल्गेरिया र रोमानिया, उत्तरमा युक्रेन तथा दक्षिणमा टर्कीले घेरिएको छ। काला सागर बोस्फोरस स्ट्रेटबाट भूमध्य सागरसँग जोडिएको छ, जुन एसिया र युरोपको प्रमुख व्यापारिक मार्ग हो। काला सागरको अवस्थिति पनि अन्य समुद्र जस्तै महत्त्वपूर्ण छ। तर काला सागर अन्य समुद्रभन्दा फरक मात्रै छैन, यसमा केही अनौठा विशेषता पनि छन् जसले साँच्चीकै अचम्मित बनाउँछ। यो समुद्रको व्यवहारले वैज्ञानिकहरूलाई सधैँ चकित बनाउने गरेको छ, जस्तो कि यसको पानी एक तहमा नभएर धेरै तहमा विभाजित छ। त्यसैले यसलाई मेरोमिक्टिक पनि भन्ने गरिन्छ। काला सागरमा रहेका यी तहलाई सजिलै देख्न सकिन्छ। यी तह धेरै अचम्मका छन् किनकि यी तह एक आपसमा मिसिँदैनन्। यस्तो हुनुका धेरै कारणहरू छन्। हामीलाई थाहै छ पानी हाइड्रोजन र अक्सिजनको संयोजनबाट बनेको हुन्छ। समुद्रको पानीमा माथिल्लो तहदेखि तल्लो तहसम्म अक्सिजन हुन्छ र यो एउटा गतिमा चल्ने गर्दछ। त्यही कारण समुद्रमा रहने प्राणी जीवित रहने गर्दछन्। उनीहरू त्यहीँबाट अक्सिजन लिने गर्दछन्। तर ब्ल्याक सीमा यस्तो हुँदैन। यहाँको वातावरण निकै भयानक छ। तपाईँ काला सागरमा जति गहिराईमा जानुहुन्छ त्यति नै डरलाग्दो हुँदै जान्छ। यति मात्रै होइन, काला सागरको पिँधमा कुनै अक्सिजन नै छैन। हो, तपाईले